गुड आफ्टरनुन साथीहरू, आज फेरि म तपाईहरुसँग 2-3 कुरा शेयर गर्न आइरहेको छु। के कुरा शेयर गर्न आइरहेको छु भने साथीहरू, तपाईहरुले अलरेडी देखिसक्नु भयो होला। अस्ति चाहिँ म भुटानमा थिएँ, अन्त त्यहाँ चाहिँ यो सानोबडे भिडियो क्याप्चर गरिरहेको थिएँ तपाईहरुसँग शेयर गरौँ भनेर। त्यसैकारणले आज मैले शेयर गर्देको, होप यु डोन्ट माइन्ड। साथीहरू, तपाईहरुले देखिसक्नु भयो होला, यसलाई चाहिँ भन्छ द फलस सिम्बल अफ भुटान है। साथीहरू, यहाँ जति पनि भएको छ नि यो सबै चाहिँ लकेट है, सानो देखि ठुलो 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 सामान पनि छ है। हेर्नु सक्नुहुन्छ तपाईहरुले है, यहाँ चाहिँ कति किसिमको भेराइटिजहरु छ। अन्त यहाँ माथि चाहिँ अब तपाईहरुलाई यसको बारेमा डिस्क्रिप्सन पनि दिइरहेको छ है, पढ्नु सक्नुहुन्छ तपाईहरुले है साथीहरू। अब यहाँ चाहिँ यहाँको मानिसहरूले यसलाई चाहिँ अब धेरै मान्छ साथीहरू। यो चाहिँ अब के हो भने नि साथीहरू, यो चाहिँ हामी जस्तो अब मान्छेको आँखा लाग्छ भन्छ है, कति अब भूत प्रेतहरू लाग्छ भन्छ नि, यो चाहिँ लाउनु पर्छ अरे। यहाँ लकेट है, हामीले जस्तो बुट्टीहरू लाउँछ नि सेम त्यस्तै लकेट रहेछ है। यो चाहिँ किनेर चाहिँ एकपल्ट लामालाई फुकाउनु पर्ने रहेछ। लामालाई फुकाएर सुङ्दीमा चाहिँ लाउनु पर्ने रहेछ। सानो नानीदेखि लिएर ठुलो 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 सामानले लाउँदा पनि हुने रहेछ। अनि जति पनि यहाँ तपाईहरुले ठुलो ठुलो देख्नु हुँदैछ नि, यो चाहिँ सबै है अब घरको मूल दैलोतिर राख्दा रहेछ साथीहरू है। उहाँहरूले अब घरतिर पनि अब नजरहरू लाग्छ भनेर चाहिँ है उहाँहरूले राख्दा रहेछ। अन्त अब कतिजनाले चाहिँ पेन्ट पनि गर्दा रहेछ है, पेन्टिङ गरेर पनि है घर दैलो यस्तो यस्तो भित्तातिर ठुलो